मानविकी, व्यवस्थापन, कानून, शिक्षा अनि 3 भिन्न विषयहरूमा स्नातकोत्तर कक्षा समेत सञ्चालित छन्। व्यवस्थापन विभागीय प्रमुख ताराबहादुर निरौला। व्यवस्थापन म्यानेजमेन्ट भनेपछि म्यानेजमेन्ट ट्याक्टफुल्ली भन्छ क्या, होइन? हाउ टु ह्यान्डल पिपल ट्याक्टफुल्ली। त्यो त हरेक क्षेत्रमा मान्छेलाई ट्याक्टफुल ह्यान्डल गर्ने त आवश्यकता जाइ पनि पर्छ। र चाहिँ अहिलेको यो जुन आधुनिक एउटा चाहिँ विश्व जुन आधुनिकीकरणमा चाहिँ बढिरहेको छ, अब यो अवस्थामा त अझै झन् महत्त्व यसको बढेर गएको छ। हरेक बिजनेसहरू, बिजनेस फर्म, इन्डस्ट्रिजहरू, हरेक संस्थाहरू जहीँसुकै पनि व्यवस्थापनको महत्त्व अति नै ठुलो महत्त्व छ। अब यहाँनिर अध्यापन सुचारू गर्नको लागि चाहिँ नि अन्डर द क्याम्पस चिफ एउटा सहायक क्याम्पस चिफ व्यवस्थापन फ्याकल्टीमा चाहिँ नि म्यानेजमेन्ट फ्याकल्टीको एउटा छुट्टै सहायक क्याम्पस चिफको व्यवस्था छ। अनि त्यहाँनिर चाहिँ नि यो 5वटा विभागहरू, होइन, विभिन्न विभागहरू छन् र त्यो हरेक विभागका चाहिँ आफ्नो आफ्नो प्रमुखहरू छन्, होइन? जस्तो कि लेखा तथा व्यवस्थापन विभाग, बजारशास्त्र विभाग, जनरल म्यानेजमेन्टको विभाग, होइन, विभिन्न विभागहरू छन्। अनि हरेक विभागको चाहिँ आफ्नो आफ्नो चेयरम्यानहरू छन् त्यहाँनिर। मानविकी तथा नेपाली स्नातकोत्तर बारे डाक्टर टङ्क न्यौपाने। यहाँ आर्ट्सको कलाको क्षेत्रमा, सौन्दर्यपरक कला ज्ञानको क्षेत्रमा भन्नुहुन्छ भने केही भन्नु छ मलाई। म त गएको छैन, तर मैले सुनेको भने विदेशमा अमेरिका, बेलायत, फ्रान्सतिर चाहिँ जसको दिमाग बडो तेजिलो छ, जो मेधावी छ, जो मौलिक छ, जो सृजनशील छ, ऊ मानविकी पढ्छ, ललित कला पढ्दछ। किनभने त्यो मानविकी भन्ने क्षेत्रले मुलुक सञ्चालन गर्दछ, मानविकी भन्ने क्षेत्रले विश्व सञ्चालन गर्दछ। तर यो हाम्रो भर विकासै नभएको मुलुक, तत्काल रिटर्न चाहिने, तत्काल प्रतिफल चाहिने भन्ने हिसाबले गर्दाखेरि र शिक्षाको प्रतिफल चाहिँ प्रत्यक्ष नदेखिने हुँदा मानिसहरू डाक्टरी, इन्जिनियरिङ, कम्प्युटर अथवा कमर्सतिर आकर्षित भएका छन्। ती विषय नराम्रो भने होइन, तर मलाई भन्नुहुन्छ भने ती विषय चाहिँ यान्त्रिक हुन्, त्यो मिसिन बनाउने हो, मान्छे बनाउने विषय चाहिँ मानविकी। यो कम बुझेर पनि आकर्षित भएका छैन। पश्चिममा भन्दा यहाँ उल्टो छ। कम शिक्षा भएका, अलिक कमजोर मानसिकता भएकाले चाहिँ मानविकी पढ्ने, अलिक तेजिलोले चाहिँ विज्ञान पढ्ने भन्ने उल्टो अर्थ भएको छ यहाँ, है? यो कुरा हामीले बुझाउन सक्यौँ भने संसारमै भएको जुन कुरा जो यहाँ पनि स्वाभाविकै हो, अरू ज्ञान विज्ञानका अरू विषयहरू भन्दा मानविकीको जहिले पनि उच्च स्थान हुन्छ। प्रत्यक्ष रूपले नदेखिएला तर जहिले पनि उच्च स्थान हुन्छ। एउटा अर्थशास्त्री नभइकन नेपाली इकोनोमी कसरी चल्छ? एउटा भाषा वैज्ञानिक नभइकन नेपालका भाषाहरूको कसरी उन्नति हुन्छ? एउटा समाजशास्त्री नभइकन यहाँको समाजको संरचनाको विकास कसरी हुन्छ? डाक्टरले औषधि गर्नलाई पनि त भाषा वैज्ञानिकले मद्दत गर्छ। उसको उच्चारण अवयवमा के खराबी छ, उसको कानमा के खराबी छ, यी कुरा भनेपछि त्यो प्रेस्क्रिप्सन गरिन्छ। यसका तिनीहरू भनेका यान्त्रिक हुन्, अन्य विषयहरू भनेका मानविकी भनेको सिङ्गो मानव जातिको सभ्यता, संस्कृति, चिन्तन, मस्तिष्कलाई डेभलप गर्ने चिज भएको हुनाले यसको भविष्य त राम्रो के सधैँ राम्रो हुन्छ नि। यसको पहिलो कुरो के छ भने नेपाली यहाँ धेरै ढिलो खुलेको हो। तपाईँलाई एउटा जानकारी देऊ, महेन्द्र क्याम्पसमा अब म धेरै पछि आए तापनि 2030 सालमा जुन नयाँ शिक्षा लागू भयो त्यसपछि यहाँ विषयहरू दिँदाखेरि धेरैलाई थाहा छैन, नेपाली विषय हटाइयो। यो नेपाली विषय आयो बिएमा मेजर रूपमा, बिएमा खास गरेर स्नातक तहमा 41 पनि होइन, 42 मलाई त्यस्तो लाग्छ 42 सालदेखि मात्र सुरु भएको। त्योभन्दा उता प्रमाणपत्र तहमा मात्र थियो। त्यो नेपालीको महत्त्व बुझिरहेका थिएनन्। ढिलै भए तापनि पहिले आउनु पर्थ्यो। मलाई यहीँका धेरै टिचर साथीलाई पनि थाहा छ, काठमाडौँका सरहरूले धेरै पहिले नै यहाँ चाहिँ नेपाली एमबीए खोल्नु भनेर बल गरिरहेका थिए। अनुकूल भएको थिएन, ढिलै भए पनि खुल्यो।
खुलेर जति विद्यार्थी कति आए भन्ने प्रश्न होइन। विद्यार्थीमै सन्तोषजनकै छन्। पहिले 30-35 आए, अहिले 25-26 जना छन्। ती विराटमा स्नातकोत्तर छ, नेपालीमा ती झापामा छ, ती इलाममा छ। नजिक हुँदै पनि यहाँ जति आएका छन् त्यो सन्तोषप्रद हो। तर सबभन्दा ठुलो सन्तोष चाहिँ के कुरामा छ भने त्यो एमए आएको नेपालीको लागि आएको होइन। उनीहरूले त नेपाली माध्यमबाट पढ्दाखेरि संसारका सिद्धान्तहरू पढ्छन्, संसारका साहित्य सिद्धान्तहरू पढ्छन्, लोक साहित्यका सिद्धान्तहरू पढ्छन्, भाषा विज्ञानका सिद्धान्तहरू पढ्छन्। ती सिद्धान्तहरू चाहिँ साहित्यमा र आफ्नो भाषामा प्रयोग गरिन्छन्। त्यो सार्वभौम हो। यो धरान भनेको बहु जनजातिहरू बसोबास गरेको ठाउँ। यहाँ राई, लिम्बू, मगर, गुरुङ, तामाङ विभिन्न समुदायका मानिसहरू यहाँ छन्। सूचकहरू यहीँ भेटिन्छन्, यहीँ बसी। यसले उनीहरूको भाषाको विकासको लागि पनि नेपालीको अध्ययनले नेतृत्व लिनु पर्थ्यो। अब त्यही सोचाइ राखेर यहाँ सुरु भएको हो। र अहिले पठन पाठनमा पनि स्नातकोत्तरमा भनौँ राई लिम्बूहरू पनि बडो उत्साहित भएर आएका छन्। त्यसले गर्दा मलाई लाग्छ प्रशासनबाट जे जस्तो सुकै होस्, जनताको स्तरबाट, विद्यार्थीको स्तरबाट नेपाली स्नातकोत्तरले राम्रै सम्मान पाएको छ, राम्रै सहयोग पाएको छ र भविष्य राम्रो छ। त्यसैगरी इंग्लिश डिपार्टमेन्टका डाक्टर केदार प्रसाद पौडेल, It has been running very nicely. We have quite energetic teachers. They are very much interested in their research works and they are very competent in their classroom teachings as well. They have been very cooperative here in this campus. Whenever they pass their level, their master's degree, they have got good employment because there are a large number of the +2 schools. Besides, a large number of the students have been studying or they are pursuing higher education. They have been employed even in the colleges or +2.